साथीहरू अब भुन्टीलाई बचाउनको लागि जसरी भए पनि भुन्टी सिरियलमा सुकुमायाको आगमन हुनु पर्दछ भन्ने धेरैजनाको जिज्ञासा रहेको छ। ओ साथीहरू, अब के साँच्चीकै भुन्टी सिरियलको नयाँ भागमा सुकुमायाको आगमन हुने नै हो त? आउनुहोस् आज यसै बारे छोटो चर्चा गर्नेछौँ। ओ साथीहरू, पछिल्लो समयमा भूमिकाको प्रेमीले भूमिकामाथि गरेको त्यो दुर्व्यवहारको सबै दोष भने यति बेला त्यो भूमिकाको प्रेमीले भुन्टीमाथि थुपारेको छ। ओ साथीहरू, पछिल्लो समयमा भुन्टीले भूमिकाको प्रेमीलाई फोनमा थर्काएको मेरो नन्दलाई किन दुःख दिइस् भन्दै भूमिकाको प्रेमीलाई फोनमा थर्काएको त्यही कल रेकर्डलाई आधार मानेर यति बेला भूमिकाको प्रेमीले भूपेन्द्रसँग भुन्टीले मलाई यो सब गर्न लगाएको हो भनेर भुन्टीलाई सबै दोष थुपारेको छ। हो साथीहरू, यति बेला बिचरा भूपेन्द्र पनि आफ्नो श्रीमतीले यस्तो कहिले नगर्ने, तर यति बेला कसरी यस्तो चाल चल्न सकिनुहोला भनेर सोचिरहेका छन् भने उनी पनि चिन्तामा परेका छन्। हो साथीहरू, यता भुन्टीले आफूले गर्दै नगरेको कामको सजाय भोग्नका लागि उनी प्रहरी चौकी धाउनु परेको छ। बिचरा भुन्टी उनले आफ्नो घर परिवार अर्थात् भूपेन्द्रको घर परिवारलाई सधैँभरि सुखी खुसी बनाउनका लागि अनेकौं प्रयासहरू गर्ने गर्थिन्। हुँदा भूपेन्द्र र उनको दुश्मनहरूको झगडा पर्दा पनि भुन्टीले आफ्नो श्रीमानलाई केही नहोस् भनी चिन्ता मानेर उनले भने ती भूपेन्द्रका दुश्मनहरूसँग लडेर भूपेन्द्रलाई बचाउने गर्थिन्। तर यति बेला भुन्टीमाथि सबै दोष भूपेन्द्रले पनि थुपार्न थालेपछि बिचरी भुन्टी निराश बनेकी हुन्छन्। ओ साथीहरू, उता भूमिकाको प्रेमीले भने यति बेला भुन्टीलाई सबै दोष थुपार्छु अनि बल्ल थाहा पाउँछे, जब म भूमिकासँग बोल्थे तब मलाई बोल्न दिँदैनथी, अब बल्ल थाहा पाउँछे भनेर भूमिकाको प्रेमीले पनि यति बेला भुन्टीलाई सबै दोष थुपारेको छ। र यति बेला भूपेन्द्र पनि आफ्नो श्रीमतीले यस्तो कदम कसरी चालिन् भनेर निकै नै सोचमा परेका छन्। हो साथीहरू, जे जसरी भए पनि अब छिटोभन्दा छिटो भूपेन्द्रले भुन्टी निर्दोष छिन् भन्ने कुरा थाहा पाउनु पर्दछ, या त छिटोभन्दा छिटो भुन्टी सिरियलको नयाँ भागमा सुकुमायाको दमदार इन्ट्री हुनु पर्दछ र सुकुमायाले भूपेन्द्रको घर परिवार सबैलाई तह लगाउनु पर्दछ। हो साथीहरू, छिटोभन्दा छिटो भुन्टी सिरियलको नयाँ भागमा सुकुमायाको आगमन हुनुपर्छ भन्ने चाहनुहुन्छ भने हाम्रो यस भिडियोलाई एक लाइक गरी च्यानललाई सब्स्क्राइब गर्न भने अवश्य नभुल्नुहोला है त। हो साथीहरू, अब सुकुमाया के साँच्चीकै आउँछिन् होला त? त्यो जान्नको लागि भने हामीहरूले भुन्टीका नयाँ भागहरू हेर्नुपर्ने हुन्छ। हो साथीहरू, त्यसको लागि तपाईहरूले सधैँभरि भुन्टी सिरियललाई पहिलेकै जसरी माया गर्दै जानुहोला। त्यसपछि भुन्टी सिरियलमा पनि फेरि हामीहरूले सुकुमायाको दमदार इन्ट्री भएको र भुन्टीले खुसी पाएको देख्न पाउनेछौँ। हस्त साथीहरू, आजको लागि यति नै। भेटौँला अर्को नयाँ भिडियोमा। त्यति बेलासम्मको लागि बिदा चाहन्छौँ। हस्त, धन्यवाद।